नमस्ते, स्वागत छ यहाँहरूलाई मन्दिर फुड क्याम्पमा। आज हामी यो ब्रेकफास्ट सिरिजमा ओटमिल पोरिज कसरी बनाउने अथवा ओट्स पोरिज अथवा हामीले चाहिँ क्याफेहरूमा चाहिँ पोरिज मात्र पनि भन्ने गर्दछौँ र यो कसरी बनाउने कस्तो हुन्छ बनाउँदाखेरि सिक्न जाँदैछौँ। यो ओट पोरिज चाहिँ यो हाम्रो वेस्टर्न कन्ट्रीहरू जस्तै अस्ट्रेलिया, अमेरिका, युरोपहरू भयो, इङ्ल्यान्ड भयो, यी देशहरूमा चाहिँ एकदमै नाम चलेको एकदमै धेरै बिग्ने बिहानमा खाने ब्रेकफास्टको खाना हो र आज हामी यो खाना कसरी बनाउने भनेर यस भिडियोमा सिक्नेछौँ। ल अब भिडियो सुरु गरौँ। सबैभन्दा पहिला प्यानलाई आगोमा राख्नुहोस्। आगो अथवा के छ इन्डक्सन जे छ अन गर्नुहोस्। त्यसपछि यो ओट्स तपाईँको प्यानमा हाल्नुहोस् र ओट्सलाई चाहिँ एउटै लेभलमा आउने गरेर सबैतिर बराबर हुने गरेर प्यान हल्लाएर बाँड्नुहोस् र त्यसपछि दुध खनाउनुहोस्। दुध पनि त्यो ओट्सलाई ठ्याक्क छोप्ने गरेर मात्र खनाउनुहोस्, त्यति खनाए पुग्छ र यसो चलाएर सम्मो बनाउनुहोस्, एउटै लेभलमा बनाउनुहोस् र यसलाई चाहिँ तपाईँले चलाइराख्नु पर्दैन। सुरुमा एकैछिन चलाउनुहोस् र एकछिनसम्म चाहिँ तात्नको लागि छोडिदिनुहोस्। बेला बेलामा चलाइराख्नुहोस् र जब दुधहरू तातेर अलिकति बाक्लो हुन थाल्छ तब चाहिँ तपाईँले चलाइराख्नुपर्छ, किनकि दुध चाहिँ अब जति तात्दै गयो त्यति भाँडामा टाँसिन्छ र त्यो डढ्छ। त्यसको लागि चाहिँ त्यस्तो हुन नदिनको लागि तपाईँले यो ओट्सलाई चलाइराख्नुपर्छ। जब यसरी उम्लिरहेको देख्नुहुन्छ तब चाहिँ तपाईँले चलाइराख्नुपर्छ, नत्र यो चाहिँ सबै त्यो पकाउनु भएको भाँडामा टाँसिन्छ र डढ्छ। त्यही भएर बिस्तारै सबैतिर चलाइराख्नुहोस्, सबैतिर कोतारिरहनुहोस् र यो चाहिँ करिब 1-1.5 मिनटसम्म गरिरहनुपर्छ। जबसम्म यो दुध घटेर अलिकति बाक्लो हुँदैन, यो दुध र यो ओट्सको जुन सम्मिश्रण छ त्यो चाहिँ बाक्लो नहुँदासम्म चाहिँ चलाइरहनुहोस्, अलिकति लेदो नहुँदासम्म। दुध जस्तो त्यो सलल्ल बग्ने चाहिँ हुन भएन, अलिकति बाक्लो लेदो जस्तो हुनु पर्यो है। त्यस्तो नहुँदासम्म चलाइराख्नुहोस् र ओट्स नपाक्दासम्म। ओट्स पाके नपाकेको चाहिँ तपाईँले त्यसै थाहा पाउनुहुन्छ। ओट्स चाहिँ पाकेपछि गिलो हुन्छ र यो चाहिँ ओट्सको पोरिज भनेको चाहिँ अब खिर जस्तै बनाउनु पर्यो। तर नेपालीहरूको खिर चाहिँ अब भातको खिर बनाउँदा अलिकति सुक्खै बनाइन्छ, त्यस्तो सुक्खा हुन पनि भएन। तर दुध जसरी त्यो पानी जसरी बग्ने पनि हुनु भएन, बाक्लो लेदो हुनु पर्यो है, त्यतिसम्म चाहिँ बनाउनु पर्यो। चलाइराख्नुहोस् ताकि यो चाहिँ डढ्नु नपाओस्। त्यसरी नै चलाइरहनुहोस् र यदि हिट साह्रै नै तातो भयो त्यो आगोबाट उठाउन पनि सक्नुहुन्छ, हटाउन पनि सक्नुहुन्छ, अथवा आगोलाई अलिकति कम गर्न सक्नुहुन्छ। र पाक्यो भनेपछि मजाको लेदो भएपछि पाकेपछि चाहिँ त्यसलाई चाहिँ अन्त राखेर अब हामी चाहिँ फलफुल काट्नपट्टि लगाउँ। ल फलफुल चाहिँ तपाईँले जुन लिनुभए पनि हुन्छ। मैले यसको लागि चाहिँ स्याउ, सुन्तला, केरा र अङ्गुर लिएको छु र आफूलाई कसरी काट्न मन लाग्छ त्यसरी नै काट्नुहोस्। यसरी नै काट्नुपर्छ भन्ने छैन। मैले चाहिँ यहाँ यसरी स्याउ काटिरहेको छु। सुरुमा चाहिँ नि मैले स्लाइसहरू गरेँ स्याउको र अब चाहिँ डाइसहरू गर्दैछु। तपाईँले जस्तो मन लाग्छ त्यस्तै काट्न सक्नुहुन्छ। अब सुन्तला लिउँ र सुन्तलाको चाहिँ बोक्राहरू तासौँ। मैले चाहिँ योबाट चाहिँ ओरेन्ज सेगमेन्ट भन्ने निकाल्न जाँदैछु। ओरेन्ज सेगमेन्ट भनेको त्यो सुन्तलाको कोसाको बिचको मात्र हाल्ने हो, त्यस्तोलाई चाहिँ ओरेन्ज सेगमेन्ट भन्छ। यहाँ अहिले देख्न सक्नुहुन्छ। ओरेन्ज सेगमेन्ट बनाउँदा चाहिँ यो सेतो भागहरू केही पनि हुन भएन र बिचको गुदी मात्र यसरी निकाल्नु पर्यो काटेर है। त्यो छेउछेउको सेतो कोसाको छेउको बोक्रा पनि हुनु भएन, यसरी बिचको भाग मात्र निकाल्नु होला। त्यसलाई चाहिँ हामीले ओरेन्ज सेगमेन्ट भन्छौँ। केरा लिएको छु र केरालाई पनि काट्छु। यो पनि तपाईँले आफूलाई जस्तो मन लाग्छ त्यस्तै काट्नु होला। त्यसपछि अङ्गुर लिएको छु र अङ्गुर चाहिँ कोहीलाई आधा गर्छु भने कोहीलाई त्यत्तिकै छोडिदिन्छु।
यो पनि अब आफूलाई जस्तो मन लाग्छ त्यस्तै काट्नु होला। ल अब अघि पाकेको ओट्सलाई एउटा बाउलमा खनाम। ल हेर्नुहोस् त यस्तो बाक्लो हुनु पऱ्यो, पानी झोल जस्तो हुन भएन। अनि अब अघि काटेको फलफुलहरू राख्नुहोस्, आफूलाई जस्तो मन लाग्छ त्यसरी नै राख्नुहोस्। मैले चाहिँ यसरी राखेँ, यसरी नै राख्नुपर्छ भन्ने छैन। अलिकति हनी पनि हालेँ, मह, त्यसपछि केरा राख्दैछु, अनि त्यसपछि अङ्गुरहरू, अनि अगाडिको सुन्तलाको खोसाहरू, ओरेन्ज सेगमेन्ट भन्छ जसलाई। अझै अरू रङ्गी बिरङ्गी फुलहरू अथवा फलफुलहरू भयो त्यो पनि हाल्न सक्नुहुन्छ। र यो हेर्नुहोस् हाम्रो पोरिज। र यो चाहिँ तपाईँले बिहान ब्रेकफास्टको रूपमा अथवा लन्चको रूपमा पनि खान सक्नुहुन्छ र यो एकदमै हेल्दी हुन्छ। ल है त यसरी नै हो एकदमै राम्रो पोरिज बनाउने तरिका। यो भिडियो राम्रो लागेमा लाइक, सेयर र सब्सक्राइब गर्नुहोला। धन्यवाद।